बत्तेर आउँछ है बत्तेर आउँदैछ राज ओइ राजु के विधि बत्तेको यति रोड चाहिँ बनाइदियो भने थियो क्या पिछे यार उहाँबाट फेरि ढलान पिछे छ है यति चाहिँ कस्तो पिच नगरिदिएको त यहाँ राजु के गरे हो त्यस्तो अरे राजु ह्यान्डसम छ भनेर खिच्दिएको क्या सिम्बल तिम्रो भरे फेसबुकमा आउँछ होस् गर मन्दिर कहाँबाट हो जानिदिएको अनि सोध्नु पर्दैन काटेन फेरि यताबाट रहेछ नि माथितिर यताबाट माथितिर रहेछ भने चाहिँ के अन्त नि यताबाट माथितिर रहेछ भने चाहिँ के तलतिर होइन केटाहरूको भरे म फेसबुकमा हालिदिन्छु तिम्रो यो गरेको पह हालिदिन्छु भरे सबलाई देखाइदिन्छु उद्या पारिपट्टिबाट 5 किलोमिटर भने होइन पारिपट्टिबाट 5 किलोमिटर भने होइन कहाँ हिँडेर हामी के मन्दिर पञ्चकन्या मन्दिर हिँडेको अब जाने बाटो त आज यस्तो यो सुनकोसीको पानी हो त यो होइन नि के हो होइन है मरिन डाइभर्सन पानी कहाँ पानी पनि छिराने के हो यो के भयो गिर्खा घर हो गिर्खाले गाह्रो बनाए बटाएर न बटाएर धनेश झन् बटाएर न ह्यान्डल दाबे आज नगर सिधा लेनमा राखेर हिँड्दा त झन् बिस्तारै गऱ्यो भने झन् लड्छ क्या त्यही भएर ठिक्क लिमिटमा बटाएर हिँडिदिनु र केही हुँदैन त्यसको टायर पनि फेरि सानो छ क्या हल्का त्यसको चाहिँ मोटो छ होइन मरिन खोला त आइपुग्यो अब मरिन खोला पुल मरिन खोला पुल त्यो पुल चाहिँ बवाल रहेछ यार बरु नआउँथ्यो जाने हो यतिबाट छिट्यो क्या ल्याने अगाडि जाऊ रे आऊ यता पञ्चकन्या मन्दिर कहाँनिर हो ठ्याक्कै तल जानु अझै 4-5 किलोमिटर अझै 4-5 त्यो यहाँबाट तल गएपछि एउटा त्यो चोक जस्तो आउँछ नि त्यो पुलिस चौकी आउँछ नि पुलिस चौकीबाट कता यो रोडै रोड जानु देउजरबाट चाहिँ पारि तर्नु सजिलो देवी कता उता तर्नुपर्छ त्यो खोला पारि कहाँबाट अरे देउजर गएपछि उता जाने बाटो छ क्या झोलङ्गे पुलबाट गए पनि हुन्छ तलबाट छड्के पनि हुन्छ ए हस् देवजर जाने देवजर रे थाहा नहुने मान्छे के हानो गर्नु थाहा छैन त्यसै कता हो अरे कता हो नि कतै न कतै आन्टीलाई नि सोध्नुपर्छ क्या कति सोध्ने यता पञ्चकन्या मन्दिर जाने बाटो यतै हो
उयो अगाडि देवजरबाट जाने बाटो छैन यता यता जाने बाटो छ बाइक झोलुङ्गे कि के हो बाइक जाँदैन होला हैन हस् बने सबै बने अङ्कलसँग सोधेको नि बनाएको छ आन्टीसँग सोधेको नि बनाएको छ दिवजर जाने रे दिवजर भने काण्ड हो फेरि चिनेको छ त तिमीले चिनेको त दिवजर पनि चिने होइन यो चाहिँ अब औरा भयो नि त्यो मान्छेहरू कहाँ बस्नेको फेरि त्यसै केटाहरूको कुदाइ चाहिँ मान्नै पर्छ ए सरस्वतीमा कस्तो कुदेको देखा यार स्टेसन हो सोध्ने हो सोधौँ न त आमा यो पञ्चकन्या जाने रोड कता हो हजुर के ठाउँ के को नाम त्यहाँ यता जान्छ देउजर के भन्छ देउजोर अब कति छ यहाँबाट पुग्नु कति 2-5 मिनट अझै 10 मिनट तलतिर ए हस् 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 अझै 10 मिनटले यार केटाहरू 5 किलोमिटर भनेर 10 किलोमिटर पढेको छैन यार मन्दिर जाने कताबाट हो अझै तल हो अब आउने एउटा झोलुङ्गे त्यसलाई छोडेर उता कटेर नि अर्कोबाट चाहिँ भित्र उता तलतिर पारी तर तलतिर ल तिम्रो ल्यासै गरेर चेन गर्नु ए यो साइडको बेरिङ आएर चाहिँ यतापट्टि सरी यही हो झोलुङ्गे त यही झोलुङ्गे हो क्या यही होला सागा बाटो त्यसो यही होला त्यसो भए के घर गर्छ कहाँ हो त मान्छे यताबाट हो र यो बाटै होइन जस्तो लामो बाटो हो र यो बाटो होइन होला हौ शाखा रोड छ भने दिए शाखा रोड जाउँ न अलि अगाडि त्यो पुलसम्म जाउँ न पुल यो बाटो होइन होला हौ पुल जाने बाटो अर्कै होला हौ पुलको बाटो यो होइन भने कुन चाहिँ गोठाउनुलाई चाहिँ अब
यिनीहरूले हेर्नु त यो होइन क्या कहाँ हुन्छ यो एक मिनट खराब गरौँ हेर्नको म त्यहाँ सोध्नु पर्थ्यो क्या लिची रहेछ यार कति रुपियाँ किलो हो यो यस्तो मैले पञ्चकन्या जाने मामपाका यस्ता यस्ता अनुहार भएको छैन डाटा भयो भए त अघि नै बुलु ल्याउनु लगाइहाल्थ्यो अब त मै चलाउनु पर्ला छ अब पारिबाट पुरै अफ छ अरे अब अफरोड छ अरे तिमीले चलाउँदैन अफरोड यो त यो साइडको बेरिङ गएको रहेछ अघि चलाउँदाखेरि चाहिँ थाहा भयो सरङ रङ रङ स्ट्यान्ड लाएर घुमाउला तिमीले स्ट्यान्ड भाँच्छ यार यो पाराले बाइक चलाउने यस्तो छ ताल ब्रेक वेल छैन क्या ब्रेक वेल कहाँ नहुनु ब्रेक वेल आदि होइन त्यसको ए सरी यार यहाँ राख्नु ला तिमीले के त हेरे ल जाउँ यो बाटो त होइन त्यहाँ अन्त्य कताबाट छ क्या सोध्नु चाहिँ पर्छ अब पञ्चकन्या होइन अरे अर्काको बारी बारी आएको छ त्यही हुन्छ यो चाहिँ होला यस्तो थप्पड लगाइन्छ सरी उता मर्चाको हात चाहिँ तिमीलाई लाग्छ यस्तो थप्पड लगाइन्छ अनि यतातिर यस्तो राम्रो बाटो हुँदा चाहिँ त्यो अर्काको घर घर चाहिँ छिराउनु पर्ने कस्तो के अरे सुँगुरको गोठतिर होला त्यो त त्यो अरे बाटो अब गाडी नहिँड्ने अरे बाटो अब कहिलेदेखि खडेर लाएर बसेको बाटो अब अब लगालग गयो भने 5 मिनटमा पुग्छ भन्थ्यो भन्नु त है 5 मिनटमा पुगिन्छ त्यसो केटाहरूले त बारीको कान्लाबाट झार्ने रहेछ नि हामीलाई खासमा बाटो चाहिँ तर त्यो अलिकति चर्चित ठाउँ भन्दै त है अलिकति यो बाटो उ गर्दै भए चाहिँ हुन्छ तर यतिको पनि बन्न त बनेको हो होइन पुलबाट जाने कि रोटेर जाने हामी पुलबाट जाने के हो त यो त रोटेर जाउँ कता पुग्छ क्या पञ्चकन्या मन्दिर जाने बाटो यतै हो पञ्चकन्या यतै हो जाने बाटो हो अब कति टाइम लाग्छ अब कति टाइम लाग्छ यो रोटे रोड पुगिन्छ ए हस् के गर्यो भेनाले जस्तो लगाइरहला केटाहरूलाई मोबाइल तेर्स्याएर यताबाट चाहिँ हो क्या बाइक जान्थ्यो अब कता हिँड्यो यता खोलातिर बालुवाजी यता होइन होला हौ मलाई त पुलको बाटो जस्तो लाग्थ्यो मलाई नि के त म ब्याग तानिदिन्छु यार आऊ ए आऊ आऊ यस्तो मुजी अनि यत्रो खोला हाल्ने त अनि खुल्लो छ होइन यहाँबाट यस्तो छ अब यहाँबाट बाइकहरू चाहिँ यताबाट हिँड्ने
एकछिन पहौँ केटाहरूलाई पहौँ त्यो केटाहरूलाई चाहिँ अघि लाग्यो भने थियो होला उताबाट बाइक आयो अब उताबाट बाइक आयो साइड दिनुपर्ने एकछिन है बाइक अब के त्यतिमा कट्छ होला यता छु है हेडलाइट छु यार पुल हुँदै तर्नु पर्ने रहेछ म्याम एउटा म चाहिँ पक्की पुलमा हाल्दै है ए केटाहरूले छाउँछ यार मेरो बाइक पनि स्ट्यान्ड छोइदियो भने त सेन्सर छोइदियो भने त पक्कै जान्छ सेन्सर लास्ट टाढा तर अब यहाँबाट कति छ अरे 5 मिनट भने जस्तो लाग्यो 10 मिनट भयो कहाँ हो यहाँ थाके यो रोड जान्छ छैन अङ्कल यहाँबाट ए हजुरबा यहाँबाट उता पञ्चकन्या जाने कति हो टाइम लाग्छ अब यो रोड जाने हो अब कति 5 मिनट ए हस् ए हुन्छ हस् बल्ल अब चाहिँ पञ्चकन्या पोखरी आइपुग्यो है ल पञ्चकन्या पोखरी तिम्रो त फेसबुकमा भरे यो त फेसबुकमा हाल्नलाई बनाएको ट्राभल के अरे अब चाहिँ बल्ल उ त्यो पारिपट्टिको रोड छोडेर है यता छिर्नु पर्ने रहेछ नि त तर मलाई क्यामेरामा कस्तो अहिले ठिक आयो नि त ब्रेक हालेर किन ए होइन अहिले माथि गएर हाने मुई माथि पसल होला त होइन के हो फर्कायो त यार एउटा पाले त ऊ टाढा छ भन्दा त साइकल लागिरह मलाई फर्किम जस्तो रिसिटिरह हाने मलाई टाढा भन्दा माथि पसल होला त पञ्चपोखरीमा नि रोड पनि बोकेर जानु पर्थ्यो सिधै पोखरी पुगेर रोक्छु होला यस्तो मकै घारी हिउँदै स्कुलका बच्चा हेर्दै ल तिमी पनि आउँछु भाइ मेरो भरे भ्लगमा क्यामेराहरू भएन क्या दाइ पञ्चकन्या पोखरी यतै हो हस् धन्यवाद
तिमीहरूलाई त पिन गरेर हालिदिन्छु अझमा ओइमा के हो 2मा धर है 2मा अझ 1मा यहाँ यस्तो 1मा ब्रेक फुल नल्याउ के हो त त्यो पुलबाट फेरि पारी जाने हो क्या के हो साँच्चै अचम्म लागिसक्यो मलाई यस्तो जाँटो खोलाको बाटो हुँदै आयो ज्यानै दुखियो यार कस्तो ज्वरो आउँछ यार मलाई फिक्स हो पञ्चपोखरी आइपुगेको गरेँ पञ्चपोखरीको यस्तो छ पोखरी रे होला एउटा पोखरीमा ऊ होला पञ्चपोखरी यही हो पञ्चपोखरी ए दैट के डाइनामा जाँदैन त सेल्फ डाइनामा चुरोट के थाहा अब यहीँ होला पसल पञ्चपोखरी राम्रो ठाउँ भने होइन सङ्घर्ष त ट्यान्नै गऱ्यो नि यस्ता पञ्चपोखरी आएको मान्छेहरूको यस्ता छ यस्ता मेन गरी त यो मान्छे पानीतिर मलाई डेन्जर पानीतिर लागेको छ मा कस्तो यस्तै भिडियो नि अनि यस्तै बेला त हो नि हालिदिने हालिदिएन छ नि त हेरिबस ल ट्याग गरेर हालिदिन्छु ट्याग केटाहरू कस्तो होला यार म कस्तो होला कालो होला ओइ बवाल छ क्या यार अनि यहाँ पौडी खेल्नु मिल्छ भने होइन वाउ ए ल पञ्चपोखरी यहाँ त हामी मात्र हो क्या आएको बवाल हेर्नु नि यहाँ सोझै हाल्दा राम्रो छैन भेन रहेछ कमलको फुल हो कुदा छैन त उद्या रहेछ उद्या गरेर चाहिँ ल्याउनु त कुन उद्यो त्यसलाई तिमी गर्लफ्रेन्डलाई दिने ल्याइदिउँ कसम नाग होला त्यहाँ गीत बजिरहेको त नआउ नि माथि चाहिँ नआउनु पर्छ है भेना कहाँनिर नआउँदैन राजु नआउने होइन हान्ने त ऊ त्यहाँनिर ऊ त्यो गेटमा बसेर चाहिँ एउटा फोटो हान्नुपर्ने यतातिर ऊ आफ्नो ऊ छैन आइफोन यो राजु राजु कहाँ आएको आज राजु कहाँ आएको कहाँ ओल्ले ऊ फोन छ अरे फोन छ कसको 13-14 प्रो रे होइन तपाईँ उयो पञ्चकन्या भन्ने उयो लभ जस्तो गरेर नो आई विल हियर ओ माई गॉड ओके ओइ गीत चाहिँ बज्यो हो यहाँ पसल चाहिँ होइन तर खेल्ने कुरा पनि रहेछ यार पूजा गर्ने हो पसल नि रहेछ त ऊ सिजबल कुरकुरे छ त कस्तो पसिना आयो यार आमा केटाहरू लाएको छैन मलाई ल्याइदेऊ न यार दिनको 10 आएर मलाई त्यहाँ खेती पसिना
पैसाको नाममा 5 रुपियाँ छ यार पैसाको नाममा ओए केटा आफ्नो भेटी त आफू हाला यार 5 रुपियाँ भयो नि कहाँ हाल्ला केटा म चाहिँ यहाँ सबिन भाइको नाममा छैन यार 20 रुपियाँ छ ल अब भागै 20 रुपियाँ होला मेरो यार मेरो त्यो मेरो त्यसै भेनालाई 20 को सट्टामा 20,000 रुपियाँ ट्याक्क ल म चाहिँ यहीँबाट चरण नमस्कार शास्त्रम दण्डभेट राजु हो या यस गुड बोय ऊ त्यहाँ माथिबाट चाहिँ बब्ली आउँछ जस्तो यार यहाँ उहाँबाट एउटा फोटो चाहिँ कोसँग छ ऊ तिम्रो चाहिँ धार्मिक ठाउँमा कहाँ चुरोट पाउँछ कस्तो जाए पनि चुरोट भनिदिने यार राजु त खै टिका खै ल्याउनु ल्याउ मलाई चाहिँ ट्याक्क लगाइदियो त अब दक्षिणा पनि दिनुपर्छ नि फेरि मलाई त दक्षिणा ओ माई गड खुल्ला त ल्याउ नि त नि खै झिकन 1000 रुपियाँ 1000 झिकन भने त टिकटकमा हालिदिन्छु तिम्रो भिडियो टिकटकमा तर युट्युबमा चाहिँ हाल्छु म भ्लग काटेर केटा हो ल मेरो एउटा फोटो हानौँ त कस्तो लभली रहेछ यार तर पोखरी पहेँलो हो यो पहेँलो केसरी चाहिँ लाउनु पर्छ यार बब्ली दक्षिणा सगर माथा चढ्या जस्तो भयो चाफु यहाँ के खैले मलाई आउँछ कृष्णजी खै ल्याउनुहोस् कालु बेना छिटो न सबिन भन्यो क्या ल अनि ल जान किन बज गरे ल एउटा फोटो हानौँ नि त केटा जाने त गर्मी भयो कस्तो गर्मी रहेछ यार कहाँ हान्ने यहाँ ए मन्दिरमा चाहिँ हान्ने मन्दिर हान्ने भन्छ नि त केटाहरू फोटो गर्लफ्रेन्ड ल्याएर फाइनल्ली हामी फर्केको गर्लफ्रेन्ड ल्याएर कहाँ आउनु ल्याएर हेलमेट गर्ला न उसलाई उसको छुट्टै पीडा छ उसको पीडा सुनिदिने को छ यता उसको पीडा सुनिदिने को उसको त पीडै छैन उसलाई चिल्छ उता ओ माई गड उता फोटोग्राफ उता गर्छ नि क्यामेरा होइन नगरौँ विचार गर्नु न जुमिन केटाहरूको चाहिँ नियत ठिक लागेन है अहिले यता राम्ररी हेर्नु त वाह ओ माई गड अब हामी फर्केको होइन त भनेपछि कताबाट फर्किँदै यता गएर खाउन भोक लागिसक्यो म त केही खाँदिनँ मन्दिर आउने भनेर यता चाहिँ जाने ल
मलाई त क्या ज्वरो होला त भयो यार आमामा नहुने पौडी खेल्न जानुपर्छ क्या ठिक्क हुन्छ ए यहाँ हेर त केटा हो मलाई तपाईँको धेरै पाक पऱ्यो भने त्यही भएर पाप राम्रो फोटो आएको छ तपाईँको गइदिउँ ल भङ्गेरी यो लिएर हिँड्न धेरै नै लिएर हिँड्नु म सक्दैन ल ल गइदिउँ म चलाऊँ त तिमी हेलमेट लाऊ म कुदाउँछु किन तपाईँले एकछिन गर्मी भयो शीतल हावा खानु पर्यो अगाडि बसेर हो चलाउने हो चलाऊ चलाऊ जिस्केको हिँड न नरुवा रेडी भएछ ल अब कहाँ जाने हामी ल ल गइदिउँ आमा हो यो हो नि त एसी यार बल्ल शीतल भयो अनि अघि त आमामा पाँच पोखरी पनि आएर फर्कियो लो आम्पाका फेरि पुल आयो यार आम्पाका ओ माई गड ठुलो मान्छे ढला नै पिचको रोड छ भनेर के हो यार यो त घरै मर्दा चिप्ले त चिप्ल्यो भने त फुट्यो नि कुद्यो नि चिप्ले त कुद्यो यो त यो पुल जस्तो डर लाग्ने मलाई के होइन यार बाइक चलाउनु यो फेरि पिच यो ऊ भइदियो भए डर लाग्दैन नि थाहा छ ढलानको यत्रै ढलानको भइदियो डर नलाग्ने होइन यो म चाहिँ हल्लिन्छ क्या हल्लिन्छ पनि चिप्लिन्छ पनि डिस्प्ले आइलेन्स हुन्छ नि बाइकैमा मलाई लास्ट डर लाग्छ तर सिनेरी चाहिँ मजाको छ होइन चलाउनेले चाहिँ सिनेरी हेर्नु भएन पछाडि बस्नेले चाहिँ सिनेरीको मजा लिने त्यो पनि डराउँदै अगाडि बस्नेले चाहिँ कुदाउने सिधा अगाडिको अगाडि नन स्टप तर यो लामो पुल रहेछ यार त्योभन्दा तर यतातिर पुल नचलाउनु बानी हुनेलाई कम कुदाउँछ त यहाँ बताउँछ नि रन्न पुतली पुल पनि मैले के हो जति हिँड्यो झन् लम्बे आएको हुन्छ त यार तिनीहरू त आइरहेको छ नि आइ त होला नि म त हेर्दिनँ फर्केर पनि पारी तर हेर्ने हो लड्यो भनेपछि फाट्दै घाउ छ हुन्छ नि आउँदैछ टी ट्रे पछाडिबाट त यार Right. यो बाटोबाट हिँड न बाइकबाट यतै बाइक हिँडेको दामी यतै छ केटाहरूले मैले कस्तो बाटो ल्यायो भने अहिकै बाटो ठिक थियो क्या यो मैले उहाँको आन्टीको घर रहेछ नि उयो म्यामबाको यार झन्डै लड्यो यार हिउँदोल बस्दैन क्या बेला बेला दुई हाम्रो कसम भनेको यो बाटो यस्तो लङ्गट बाटो हो नि केटाहरू यार लामो जस्तो यहाँ ठिक छ नि चिक्ने भेसका लौडा भन्थ्यो मान्छे लामो जस्तो बाटो ल्याएर चिक्ने यत्रो ठिक यस्तो मुजी बाटो ठिक यस्तो बाटो ठिक पानीतिर यस्तो उडा लाग्छ नि यार पानीतिर तिमीलाई लागेन झन्डै यार गएन नि तान्छु म के हाल्छु भित्र के त्यतिबाट हालेर निकाल्ने छोडिदिएँ है मैले त यार यो अति भइगयो नि यो त यार
मलाई त आएन हिलो त म यस्तो बाटो आउनै नपर्यो अघि नैको बाटो ठिक थियो त्यो यो म चाहिँ अब यो झन् हामी तलतिर गइरहेको नि थाहा छ त्यही त भने यो कुन बाटो सिधै उतातिर नपुगेर हामी तलतिर झन् उतै फर्किनु पनि झन् यता चाहिँ गइरहेछ अगाडि सिक्ने कुन बाटो लिएर आयो क्या मान्छे कुन बाटो लिएर आयो क्या यो बाटो यार हामी फर्किनु पर्ने मान्छे यता तलतिर चाहिँ गइरहेछ झन् यो बाटोबाट जान्छ के अब फेरि अब झर्नु कि के म पर्दैन मकै घारी लिएर आयो अहिले सुकेको मकैको घारी सुकेको नि मजी के फुल हो यो खोलामा पाउने आउँदैछ नि त्यही अब त मेन अब चाहिँ अहिलेको जस्तो बाटो आयो बल्ल अब चाहिँ हाइवे निक्लिन्छ होला अब यस्तो घामले पोलिरहेछ कि 4 बजे म कुरकोट पुग्नु पर्ने हो यार अब त हाइवे निक्लिनु पर्ने हो त यार उहीँ अगाडि होला यार अब हाइवे यो घामको बयान कति गरौँ म के भनेर बयान गरौँ यो घामलाई म दुई लागेको पनि फाल्दो रहेछ क्या यसले गियर त्यही भएर त अघि हामी टिप्लिरहेको न्युट्रल लाग्दैन अनि गियर फाल्दो रहेछ बल्लमा यो तातो घामबाट चाहिँ बाँचिया बल्ल चिसो अलिअलि चिसो हावा आउँदा बाइक नकुदेर नि एकै ठाउँमा बस्या जस्तो लाग्यो घामलेमा यस्तो पोलिरहेको छ गाडा गएको छ घामले ल बल्ल मेन हाइवे निक्लिन एकै सेकेन्डमा सिन्धुली पुऱ्याउनु लाग्यो क्या फुत्ते उताएर बल्ल पिसा आयो यार बल्ल सास आयो यार कति चिसो अघि त 8-9 मिनट लाग्यो यार हामीलाई त्यो लडेकोबाट यतापट्टिबाट आउनु यहाँ 9 मिनट लाग्यो यो चिक्नेहरू पुऱ्यो सीमा अब हामी कहाँ जान्छौँ रे खोला अब है अब खोलामा एउटा भिडियो बनाउँछु बियर त्यहीँ गएर खाने है बबली लभली ओके